तपाईँ त चुरोट खाएर हेर्छ नि बहिनी एउटा भन्दा खाइन्छ त यहाँ अनि अहिले खोइ त यहाँ धेरै खाइ राख्ने पुरा चुरोट खाएर मजाले अनि खाएन भन्छ रहेछ हेलो साथीहरू वेलकम मेरो न्यू भिडियो न्यू च्यानलमा हजुरहरूलाई स्वागत छ म चाहिँ आज न्यू भिडियो लिएर आउँदैछु साथीहरू हजुरहरूलाई सबैलाई स्वागत छ मेरो न्यू च्यानलमा मैले चाहिँ अर्को न्यू च्यानल खोलेको छु साथीहरू आज त हामी रुम सर्न लाग्यो हामी चाहिँ एक्कासी रुम सर्नु पर्यो अब के गर्नु साथीहरू त्यस्तै छ मेरो छोरी नै त काम गर्दैछिन् म यतातिर काम गर्दैछु हामी चाहिँ अब रुम सरेर जान लाग्यो यस्तै छ साथीहरू हेर्दै गर्नु होला भनेर भन्न नमिल्ने हामी चाहिँ रुम सफा गर्न लाग्यो है साथीहरू रुम हामी चाहिँ एक्कासी रुम सरेर जानु पर्यो साथीहरू फेरि जित बोलेर छ हेर्नु साथीहरू फुल हेर्नु त बाबा साथीहरू यहाँ फुल कति धेरै फोड्दा फ्याक्चर भएको बैलो कुखुरा फ्याक्चर चाहिँ भयो यसलाई सबै अहिले बाहिरै खोरहरू निकालेर साथीहरू हेर्नु हामी चाहिँ यहाँ सफा गरेर धुलो हेर्नु साथीहरू धुलो धुलो ल्याएर धुलो धुलै धुलो हामी चाहिँ यहाँ कार्पेट नै ल्याएर हामीलाई यस्तो कार्पेट ले देख्नु भए पनि लाइक सब्सक्राइब गरिदिनु साथीहरू लाइक सब्सक्राइब सेयर गरिदिनु है हेर्नु साथीहरू ठुलै ठुलो साथीहरू हेर्नु ठुलै ठुलो मम्मी आज हामी हजुर हेर्नु त हेलो साथीहरू आज हामी चाहिँ रुम सफा गर्दैछौँ यहाँ मेरो छोरीले भिडियो गर्दैछ मेरो बुढा चाहिँ त्यो काम गर्दै हुनुहुन्छ म चाहिँ यता छु थोरै भिडियो बनाऊँ भनेर हो हेर्नु यहाँ साङ्ला हेर छोरी साङ्ला मार 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 साङ्ला अब कति चाहिँ फोहोर भएछ हौ साथीहरू हेर्नु त देखाउन नै लाजै लाग्ने के गर्नु हो साथीहरू यस्तै छ हामी चाहिँ अब सफा गर्दैछु के हुन्छ बिच बिचमा देखाउँदै गरौँला चाहिँ बाहिर राख्ने हो कि उतापट्टि अहिले कार्पेट हाल्नु पर्छ कि सबै सर्लक्क बनाएर के गरे हो कहाँ छर्न ला तिमी के गरे यो एक्सरसाइज ओहो हेलो साथीहरू हामी चाहिँ फेरि यत्रो काम गर्दा गर्दै भत्रगोल भयो बुढो चाहिँ साङ्लाको दबाई लिन जानु भएको हेर्नु न हो साङ्ला हाम्रोतिर कति साथीहरू बुढो पसल गएको बेलामा म चाहिँ बुढोलाई एउटा प्याङ गर्छु भनेर सोचिरहेको छु यो चाहिँ चुरोटको बट्टा हो यो चाहिँ चुरोटको उसको साथीको ज्याकेट अस्ति नै यहाँ आइपुगेछ अनि त्यही भएर चुरोटको बट्टै थियो यहाँ चुरोट टन्नै थियो अनि अहिले चाहिँ एउटा भन्दा छैन मैले सबै निकालेर राखिदिएको छु अनि सबैले चुरोट खाँदो रहेछ भनेर भन्नु पर्यो भनेर चाहिँ मैले प्याङ गर्छु साथीहरू मेरो बुढो चाहिँ उता साङ्लाको दबाई लिन जानुभएको छ के हुन्छ रियाक्सन कस्तो आउँछ बुढोको हेरौँ है त साथीहरू बुढो चाहिँ आउँदै हुनुहुन्छ है त्यहाँ आइपुग्नु भयो मैले हेरेको म चाहिँ यहाँ अब तपाईँ त गर्नु गरेछ त नि
तपाईँले त चुरोट खाएर रहेछ नि त नि खोइ एउटा भन्दा खाइन त यहाँ चुरोट अनि अनि खोइ त यहाँ धेरै खाइ नाख्थ्यो नि चुरोट थियो त्यही झोर्यो होला नि झर्छ मैले यहाँ पालिन चढी चढी हेरिसकेँ अहिले फेरि लुसु लुसु लाँदै खाँदै गर्दो रहेछ है प्रियङ्का नि ए एउटा भन्दा खाइन चुरोट त्यही भएर यहाँ भिडियो बनाउनु पऱ्यो नि लाग्यो चुरोट खाने रहेछ भाउ लुसु लुसु लाँदै खाँदै गर्दो रहेछ अब थाहा हुन्न नखा भए त खोइ त चुरोट त्यहाँ छैन भनेको चुरोट खाएर बजार रित्तै बनाएर एउटा बनाएर राखेर रहेछ एउटा भन्दा छैन खै त कतिखेर खा तपाईँ चुरोट भन्नु त खाएन एउटा नखा भए त खोइ त भनेको यत्रो चुरोट एउटा भन्दा छैन त अनि तपाईँ खाएर राखेर रहेछ एउटा चाहिँ किन राखिरहेको एउटा खाइदियो भने हुन्थ्यो नि त चुरोट खाएर उच्चुको लाएर बस्छ र यो मान्छेले चुरोट खाँदो रहेछ हेर्नु साथीहरू मैले त्यही भएर भिडियो बनाएको यसो हेरेको त त्यहाँ छ नि तर अझ पनि सफा गरौँ पऱ्यो भनेर हेरेको त आमा चुरोट त एउटा भन्दा छैन बाबा चुरोट खाएर अनि बुढीको अगाडि सोझो बनेर बस्दो रहेछ है चुरोट खाएर मजाले अनि खाएन भन्दो रहेछ हजुर हेर्नु साथीहरू मेरो बुढोले चुरोट खाएर अझ खाएन भनेर मलाई थर्काइराख खै हेराउँदा चुरोट छ कि छैन रहेछ छ चुरोट ल त्यो झर्या भए देखिहाल्छ भसक्कै खाएर खाइ कि नखा भन त रिसाएर आज बुम परेर चुरोट खाएर आज बुम परेर उयो रिसायो नि आज चुरोट खाने ऊ चुरोट खा हो कि होइन छैन भन्छु रे आज हेर्नु साथीहरू मेरो बुढोले चुरोट भसक्कै खाएर आज खाएन भन्दो रहेछ एउटा भन्दा छैन ल 9-10 वटा थियो खाएन रे आज यस्तो चुरोट लुकी लुकी खाँदो रहेछ है आज साथीहरू फाइनल्ली हाम्रो रुम चाहिँ मिलिसकेको छ भन्दा पनि हुन्छ पुरै मिलेको चाहिँ छैन अझै मैले कपडाहरू राख्नु छ उतातिर त्यतातिर कपडाहरू राख्नु छ बोरामा कपडा छ भोलि मिलाउनु पर्ने छ लगभग कार्पेट ओछ्याए हामीले चाहिँ यस्तो यतातिरको लुक्स यस्तो भयो साथीहरू मैले खाना नि पकाइसकेँ अनि मैले दिउँसोदेखिको भिडियो थोरै बनाएको थिएँ के कस्तो भयो होला भनेर भन्न चाहन्छु साथीहरू अनि फाइनल्ली मैले चाहिँ बुढोलाई चुरोट प्राङ्क गरेको कस्तो लाग्यो बुढो प्राङ्क केही बोल्दैन के चुरोट प्राङ्क त्यहाँ चुरोट कहाँ पुग्यो होला त भन्नु त त्यहाँको चुरोट चाहिँ मैले झिकेर साथीहरू यसमा राखेको बुढो मौका पसल गएको मौकामा म चाहिँ चुरोट यसमा झिकेर राखेको अनि मैले चाहिँ बुढोलाई प्याङ गर्छु भनेर सोचेको यहाँ चुरोट हेरेको छ है चुरोट हेर नि चुरोट कस्तो लाग्यो चुरोट खायो बुढीले भन्दाखेरि कस्तो लाग्यो हेर बोल्दै बोल्दैन लाटा क्या बेसी बोल्दैन मेरो बुढो साथीहरू अनि मैले त्यही भएर प्लान गर्नै सक्दिनँ क्या धेरै अलिकति जडकातड भएर के गर्न सके पो हुन्थ्यो होइन
त्यही हो साथीहरू। अनि हाम्रो चाहिँ अब खाना पाकिसक्यो, खाना खान पर्ने हुन्छ। अनि हाम्रो भिडियो के कस्तो लाग्छ, सुरुको भर्खरकै यो मैले न्यू च्यानल खोलेको हो, भिडियो कस्तो लाग्छ के लाग्छ हेरेर प्रतिक्रिया दिनु होला भन्दै अहिलेको लागि चाहिँ म चाहिँ बाई भन्न चाहन्छु साथीहरू। त्यही हो अहिलेको लागि चाहिँ बाई साथीहरू।